सबैलाई जय मसीह। परमेश्वरको वचन व्यवस्था 28 को 1 देखि 14 सम्म हामी हेर्यौं भने त्यहाँ यस्तो कुरा लेखेको छ, तिमीहरूले मेरो आज्ञालाई होशियारी साथ पालन गर्यौ भने मैले तिमीहरूलाई आशिष दिनेछु। भित्र जाँदा आशिष, बाहिर जाँदा आशिष, गाउँ बस्तीमा जाँदा आशिष, तिमीहरूको आरीमा मैले आशिष दिनेछु र तिमीहरूको पिठो राख्ने ठाउँमा मैले आशिष दिनेछु भनेर परमेश्वरको वचनले भने चाहिँ आज हामी नेपालमा आउँदै गर्दा हेर्नुस् त यहाँ खेतमा पनि परमेश्वरले आशिष दिनुभएको छ। मेरो जानले यहाँ आलुहरू निकालेर हैन मजाले आज बेलुका पकाएर खाने भनेर हामी सल्लाह गरेर यो खेतमा हामी आएका छौँ र यो सबै प्रभुको अनुग्रह हो।